नमस्ते है सबैजनालाई। मलाई चाहिँ आज एक दुईवटा कुराहरूले चाहिँ एकदमै धेरै त्यो क्युरियस बनाएको छ, त्यो हुन्छ नि इच्छुक के एकदम बनाएको छ मलाई। अनि त्यो कुराहरू चाहिँ मलाई नभनिकन मेरो मन, मेरो घाँटी, मेरो दिमागलाई अलिकति शान्ति नहोला जस्तो छ। त्यही भएर मैले आज यो कुरा गर्नुको लागि भए पनि यो भिडियो बनाएको हो होइन। सबैजनाको आफ्नो अन्डरस्ट्यान्डिङहरू हुन्छ, सबैजनाको आफ्नो एउटा हेर्ने पर्सपेक्टिभ्सहरू हुन्छ होइन, धारणाहरू हुन्छ। अनि ल अब लाम नगरिकन सुरु गरिहालौँ होइन। हामी सबैजना भगवान्लाई एकदमै धेरै विश्वास गर्छौँ है। अनि हामी भगवान्सँग डराउँछौँ पनि र हामी सबैजना भगवान्कै सृष्टि पनि हौँ होइन। र यो संसारमा हामी सबैजनालाई एउटा जन्मदेखि हुर्केर एउटा मृत्युसम्म एउटा बाँच्दाखेरिको हाम्रो त्यो जीवनी हुन्छ नि, त्यो जीवनीमा चाहिँ कति के असल छैन होइन, त्यो कुराहरूको सबै समझ गराउँदै अब हामीलाई हुर्काएको हुन्छ। अनि एउटा भगवान्प्रति एकदमै धेरै आस्था राख्नु भनेर पनि हामीलाई त्यसो हाम्रो संस्कारहरूले हामीलाई त्यसो हुर्काएको हुन्छ होइन। र हामी भगवान्लाई एकदमै धेरै विश्वास पनि गर्छौँ, म गर्छु होइन। आफ्नो आत्मादेखि मनदेखि नै म एउटा भगवान्प्रति आस्था पनि राख्छु होइन। तर मैले एउटा नबुझेको कुरा चाहिँ जस्तै अब हामीले हाम्रो जिन्दगीमा चलिरहेको गतिविधि, कति हामीले गर्ने कति कर्महरू होइन, को उल्टो चाहिँ सबै माथि भगवान् मेरो पुगेपछि हाम्रो पाप धर्म होइन, कहाँ के कस्तो भन्ने कुराहरू त्यो सबै पोल्टो खुल्छ भन्ने कुरा हामी सबैजना खानेछ होइन। अनि त्यो पोल्टो खोल्दाखेरि त्यहाँ भगवान्ले तैँले पाप गरे, यो पाप गरे रहेछस्, तर यो पाप अलिकति तानतुन गरेर अलिकति कम गर्नुको लागि तैँले हवन, तैँले पूजा पाठहरू गरेको रहेछस्, त्यही भएर त्यो यो चेकलिस्टबाट चाहिँ यो पाप हट्यो, यो कर्म गयो तिम्रो, त्यही भएर तिमी स्वर्ग आऊ भनेर त्यसरी भन्नुहुन्छ होला त भगवान्ले? सायद त्यसो त पुग्नु हुँदैन होला। उहाँले हामीलाई एउटै मात्र जिन्दगी, एउटै मात्र समय, त्यो प्रेजेन्टमा हामीले जे गर्छौँ त्यो कुराको हाम्रो गतिविधिको, हाम्रो कर्मको गतिविधि त्यहीँनिर नै डिसाइड भइसकेको हुन्छ होइन। अनि त्यो गतिविधिलाई अब ठिकै छ, पाप गऱ्यो, रियलाइज गर्यो, अब हामीले अलिअलि पूजापाठ गरेर त्यसलाई पुरै मेटाउन त सक्दैनौँ, तर खुजुरा गरेर अलिकति तानतुन गरेर अलिकति घटाउन चाहिँ सक्छौँ, नापतोल गर्न सक्छौँ भन्ने यस्तो विश्वासहरू छ क्या। अनि त्यो कुराको लागि चाहिँ अब हाम्रो मैले यसो कुनै पनि कुरालाई अपमान गर्न खोजेको पनि होइन होइन। तर नापतोल गरेर पूजापाठ गरेर अलिकति के आफूले बिराएको छ भने, आफूले के गल्ती भएको छ भने के पूजापाठ गरेर हवन गरेर त्यो पाप कम गर्नु मिल्छ र या मेटाउनु मिल्छ र? मिल्दैन नि होइन। यो बार्गेनिङ चलिरहेछ क्या, यो मान्छेकै धारणा, मान्छेप्रतिकै सोच, हरेक कुराहरू उब्जबी त्यो उत्पन्न भइरहेछ क्या, हरेक कुराको पनि उत्पत्ति भइरहेछ क्या हाम्रो संसारमा होइन। अनि त्यही भएर म चाहिँ कम्प्लिट यस्तो अन्धविश्वासको कुराहरूबाट चाहिँ हामी सबैजना जोग्यौँ भनेर भन्न चाहन्छु कि। अनि जोगिने कसरी भन्दाखेरि चाहिँ पहिला नै हामीले एउटा सिम्पल बेसिक फर्ममा आज उठ्यौँ, बिहान उठेर हामीले दाँत ब्रस गर्नुपर्छ, किनकि हामीलाई दिनभर फ्रेस हुनुपर्छ, आफ्नो दाँत सफा गरेर हामीले सास बनाउँछ भनेर एउटा बेसिक कुरामा हामी बिहान उठ्ने बित्तिकै त्यो त्यसको इफेक्ट हुन्छ भनेर हामीले पहिला नै बिहान उठेर एउटा दाँत ब्रस गर्छौँ, हामी फ्रेस हुन्छ, यो हुन्छ होइन। त्यसरी नै हरेक जिन्दगीको कर्ममा पनि कन्सियस माइन्डमा बसेर चाहिँ यो अहिलेको हाम्रो कर्मले होइन पछि के दुर्गन्धी र के पाप र कति नाश हुनसक्छ या कतिलाई हानि हुनसक्छ भन्ने कुरा चाहिँ पहिला हामीले अलिकति कन्सियस माइन्डमा चाहिँ राखेर चाहिँ आफ्नो कर्महरू गर्नुपर्छ क्या होइन। त्यही भएर यो मेसेज चाहिँ त्यस्तो मान्छेहरूको लागि जसले चाहिँ आफूले पाप गरेर पूजापाठ गरेर मेरो पाप मेटिन्छ भनेर सोच्नुहुन्छ नि, प्लिज तपाईँहरू एकदमै धेरै गलत फेमीमा हुन्छ। तपाईँ चाहे जति हवन गर्नुहोस्, चाहे तपाईँ जति पूजा गर्नुहोस्, चाहे जे गरे पनि गर्नुहोस्, त्यसको हिसाब भगवान्ले राखिसक्नु भएको छ। भगवान्ले, हामी मान्छेले नापतोल गर्न सक्छौँ तर भगवान्ले नापतोल गर्नु हुँदैन, कर्मले नापतोल गर्नु हुँदैन। जति शिर टुकाएर जति जे चढाए पनि चढाउनुहोस् हुँदैन। त्यही भएर म ढुक्क भयो भनेर नसोच्नुहोस्, सबै कुराको हिसाब भगवान्ले गर्नुहुन्छ।